हेलो हाई नमस्ते, इट्स मी सुनिल वास्तुला फ्रम पोखरा। मैले हजुरहरूलाई अस्ति यो कभर ब्लग देखाएको थिएँ है। यसको काम चाहिँ के हो भनेर इन्क्वायरी गर्नुभएको थियो एक दुईजनाले, अनि यो चाहिँ युज गर्ने कसरी भनेर पनि इन्क्वायरी आएको थियो कि है। उहाँहरूको लागि पनि हुन्छ र हजुरहरूको लागि पनि हुन्छ भनेर मैले सानो भिडियो बनाएको छु है। यो चाहिँ खास सिमेन्टी प्लस बालुवा अनि स्ट्रेन्थ केमिकल युज गरेर बनाएको हो है। अनि यो चाहिँ मेसिन मेड पनि भयो। यसको चाहिँ साइज डिफ्रेन्ट साइज छ कि यसमा चाहिँ कस्तो छ भन्दा यसमा चाहिँ एउटैबाट चारवटा ठाउँको लागि युज गर्न मिल्छ कि यो है। यो चाहिँ बिल्डिङ कन्स्ट्रक्सनको लागि 0 देखि टपसम्म युज गर्न मिल्ने साइज हो कि यो। अनि यसमा चाहिँ एउटा छ, यो बीच सेन्टरमा छ 20 mm है। अनि यसमा छ 25 mm है। अनि यसमा छ 40 mm र यता छ 50 mm। यो चाहिँ 50 mm चाहिँ हामीले तल फुटिङको जालीको लागि, तल पिसिसी माथि जब फुटिङको जाली हामीले राखेर काम गर्छौँ नि त्यो टाइमको लागि है। यो चाहिँ यसमा चाहिँ के हुन्छ भन्दाखेरि अब फुटिङको जालीहरू राख्नलाई यसले चाहिँ कभर ग्याप मेन्टेन गर्नको लागि के तलबाट जनरली यो चाहिँ हामीले 20 इन्चीको फरकदेखि 25 इन्चीको फरकसम्म युज गरेको हुन्छ कि 20 देखि 25सम्मको फरकमा युज गरेको हुन्छ। अनि हामीहरूलाई यदि अलिकति बढी लाग्छ भने पनि त्यो हिसाबले हिसाब गरेर हालिएको हुन्छ। यो चाहिँ खास 50 mm को चाहिँ। त्यसपछि यो फुटिङको लागि चाहिँ, त्यसपछि यो पिल्लरको लागि 40 mm चाहिँ पिल्लरको लागि युज गरिन्छ कि। पिल्लरको ग्याप मेन्टेन गर्नको लागि, कभर मेन्टेन गर्नको लागि चाहिँ 40 mm युज गरिन्छ है। त्यसपछि यो 25 mm चाहिँ बिमको रडहरूको लागि, बिममा जुन रडहरू राखिन्छ, जुन तल्ली भनिन्छ हाम्रो भाषामा, त्यो प्लाईको जुन बोर्ड बनाएर राखिएको हुन्छ, त्यो प्लाईको बोर्डमा चाहिँ रडहरू टाँसिन नदिनको लागि यसलाई चाहिँ 20 mm युज गरिन्छ है। त्यसपछि 20 mm युज गरिसकेपछि बिममा माथि आएर 25 mm को छ। यो 25 mm को चाहिँ हामीले स्ल्याबको डन्डी बुनिन्छ नि, त्यो जुन रड बुनिन्छ तल माथि गरेर दुईवटा जालीहरू हालेर बुनिन्छ नि, त्यो चाहिँ मेन मार्को लागि, खास तल्लो जालीको लागि है। मेन मार्को लागि चाहिँ यो 25 mm को युज गरिन्छ। यो चाहिँ जनरली 3 फिटदेखि 1 मिटरसम्मको डिस्टेन्समा राखेर युज गरिन्छ यो चाहिँ है, माथिको चाहिँ। त्यसपछि हजुरहरूलाई चाहियो भने सम्पर्क गर्न सक्नुहुन्छ। स्क्रिनमा मैले नम्बर दिइरहेकै हुन्छु है। पोखरामा एभाइलेबल छ र पोखरामा अल ओभर पोखरा डेलिभरी पनि एभाइलेबल छ है। हजुरहरूलाई चाहिएको खण्डमा एकदम राम्रो क्वालिटीमा छ यो चाहिँ। हजुरहरूले कति पनि उठाउनु पर्ने, फुट्ने यार्ने यतात्यता त्यस्तो केही समस्या हुँदैन है। हजुरहरूले ट्राई गर्नुहोस्, हेर्नुहोस्। यसले चाहिँ एकदम राम्रो काम गर्छ के। रडलाई